हाम्रो समाजको महिला जति साडीमा सुन्दर लाग्छ त्यति कुनै अरू कपडामा सुन्दर लाग्छ। मिथिला कल्चरको त कुनै कम्पेरिजन छैन संसारमा। मिथिला कल्चरमा हाम्रो पाउ छुएर किन प्रणाम गर्छ? अरू कन्ट्रीमा हात मिलाउँछ किन? हाम्रोमा पाउ छुन्छ किन? रिजन छ। पाउ छुन्छ नि ब्रेन तपाईको तल जान्छ, साइन्टिफिक रिजन छ। ब्रेन जान्छ तल। अब जब तल जान्छ भने ब्रेनको एक्सरसाइज हुन्छ। नम्बर 1 ब्रेनको एक्सरसाइज हुन्छ भने ब्रेन रिल्याक्स हुन्छ। नम्बर 2 ब्रेनमा आनन्द आउँछ। नम्बर 3 र झुक्छौं त्यसले तपाईको घमण्डलाई खत्म गर्छ। तपाईमा रहेको एक्सरसाइजहरु छ नि नेगेटिभ कुराहरु त्यो झुकेर खत्म हुन्छ। तपाईमा सेल्फ कन्फिडेन्स बढ्छ, सम्मान बढ्छ। तपाईको आवाजमा एकदम परिपक्वता आउँछ। यो सबभन्दा ठूलो कल्चर छ। यो खुट्टा ढोगेर प्रणाम गर्नु भएको धेरै ठूलो कल्चर छ। यसले हामीले बुझेको छैन अहिले सब। हामी फरेन कन्ट्री, हामी वेस्टर्न कन्ट्रीलाई फलो गर्छौं। हाम्रो समाजको महिला जति साडीमा सुन्दर लाग्छ त्यति कुनै अरू कपडामा सुन्दर लाग्छ? यो कसको साडी, कसको कल्चर? साडी कसको अटायर छ? मिथिला कल्चरको। त मिथिला कल्चरको त कुनै कम्पेरिजन छैन संसारमा। कुनै पनि कम्पेरिजन छैन। यो टी-शर्ट, यो के आएको छ नि, दिस इज नॉट आवर अटायर्स, दिस इज द अटायर व्हिच हैज बीन हायर्ड एन्ड कॉपीड फ्रॉम द वेस्टर्न कल्चर्स। कुरा बुझ्नु भयो भएन? तपाईको जो घुंघट राख्छ नि, घुंघट महिलाहरु जुन घुंघट लगाउँछ नि त्यो हाम्रो मिथिला कल्चरमा घुंघटमा भेल भन्छ इंग्लिशमा। त मिथिला कल्चरमा मात्र त्यो घुंघट सिस्टम छ। त्यो किन छ? त्यसले तपाईलाई डिसिप्लिन सिकाउँछ, मर्यादा सिकाउँछ।